हेलो साथीहरू, सबैजना नमस्कार अनि सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना। अहिले चाहिँ म उठेर मैले झाडु पोछा गरेँ, छिटो उठेँ किनभने मन्दिरमा जानु छ। त्यही भएर म छिट्टै उठेर झाडु पोछा गरेँ, नुहाइ धुवाइ गरेँ। त्यसपछि भगवानलाई पनि मैले नुहाइ धुवाइ गरेँ। त्यसपछि म फुल टिप्न गएँ। आज नयाँ वर्ष हुनाले धेरै काम हुन्छ। फेरि मैले सूर्य भगवानलाई जल चढाएँ। फेरि मैले घरमा पूजा गरेन किनभने आफ्नो इष्टकुल भगवानको मन्दिर जाँदैछ भने वहाँबाट आएर मात्र धुपबत्ती घरमा गर्नुपर्छ। त्यसपछि तयार भएर गाडी फेरि हामी मन्दिरमा गएँ। मन्दिर नयाँ बनाउँदैछन्, त्यही भएर मेरो बुढाले काम गर्नेहरूको लागि चामल लगेर गए। त्यसपछि हामीले पूजाआजा गऱ्यौँ, मेरो छोराले पनि पूजाआजा गर्यो। त्यसपछि चाहिँ हामी घरमा आएँ। घरमा आइसकेपछि फेरि मैले धुपबत्ती गरेँ। त्यसपछि मैले आज खानामा चाहिँ हाम्रो यहाँ पुरी भन्छन् मासको, त्यसपछि मैले सेलरोटी पनि पकाएँ। फेरि सबैले हामीले खाना खाएँ।